हेलो गुड आफ्टरनुन एभ्रिवान। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि अहिले चाहिँ म दिउँसोको खाजा खाँदैछु गाइस। खाजा चाहिँ चिउरा भुटेको छु होइन, अन्त ब्ल्याक टी बनाएको छु मैले है। तपाईँले खानुभयो कि भएन कमेन्टमा भनिदिनुहोस् होला है। आजको दिन चाहिँ साह्रै बोरिङ भइरहेको छ हो, खाजा नखाइ हुँदैन होइन दिउँसो। तपाईँहरूले त खाजा दिउँसो के खानुहुन्छ कुनि हो? म चाहिँ यस्तै हो है गाइस, चिउरा ल्यायो होइन, दिउँसो भोक लाग्यो भने भुट्यो, चिया बनायो खायो होइन। पैसा वेस्ट गर्दैन हामी त, यस्तै छ पारा। कान्छाले पैसा दिन्छ नि के खानु, अब के सकेको छ ल्याउनु भन्छ नि, के सकेको छ ल्याउँछु हो। तर म दोकानमा गएर के लिएर चाहिँ खाँदिनँ, एक्लै हुन्छु घरमा होइन। मलाई एक्लै हुँदा यस्तो के खानु चाहिँ मन लाग्दैन होइन। कान्छा घरमै हुँदा चाहिँ सँगै मिलेर खान्छ होइन, तर एक्लै हुँदा चाहिँ गाइस म चाहिँ केही खाँदिनँ। बरु चिउरा ल्याउँछु, मजाले भुट्छु होइन, चिया बनाउँछु खान्छु, खाना छ भने खाना भुटेर खान्छु। दिउँसोको खाजा चाहिँ गाइस मेरो त्यस्तो हुन्छ है, पैसा चाहिँ वेस्ट गर्दिनँ म चाहिँ। कान्छाले जति पनि पैसा दिन्छ सबै कन्ट्रीमा हालिदिन्छ, अन्त पछि काम लाग्छ नि त होइन गाइस। पैसा नहुँदा कस्तो हुन्छ त्यो कुरा चाहिँ मलाई पनि थाहा छ होइन, तपाईँहरूलाई पनि थाहा होला। कोही बेला त पैसा पनि सेभ गर्दै गर्नुपर्छ होइन। कोही बेला के खानु मन परेछ खाँदै गर्नु पनि पर्छ होइन गाइस। घाम लाग्छ घरि जान्छ के हो, लुगा भक्कु धोएर सुकाएको थिएँ, सुक्नु टाइम लाग्छ। यस्तै छ गाइस, दिउँसो बोरिङ हुन्छ, भिडियो बनायो बस्यो होइन। भिडियोलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला गाइस, फलो गरिदिनुहोस् होला। बाई बाई।